नमस्ते साथीहरू। आज चाहिँ म तपाईहरुले आफ्नो मोबाइलबाट भिडियो रेकर्ड गरेर युट्युबमा अनि टिकटकमा कसरी लगाउन सकिन्छ भन्ने कुरा चाहिँ देखाउन गइरहेको छु है त। तपाईहरुले चाहिँ सुरुमा आफ्नो मोबाइल फोनको प्ले स्टोरमा गएर एससी स्क्रिन रेकर्डर सर्च गर्ने सुरुमा आछ अनि यसरी गर्ने। मैले पनि यो सुरुकै इन्स्टल गरेको छु है। ओपन गर्ने छौं, ओपनमा थिच्ने छौं है। यसमा चाहिँ हामी के गर्ने छौं, स्टार्ट गर्ने छौं। अनि स्टार्ट नाउ भएपछि चाहिँ तपाईहरुले आफ्नो यो मोबाइलमा भएको भिडियोहरु अथवा जे पनि तपाईहरुले रेकर्ड गर्न सक्नुहुन्छ है। यो हामी चाहिँ सिधै ब्याक हुन्छौं। अहिले चाहिँ हामी सक्दैनौं। यसरी चाहिँ गर्न सक्नुहुनेछ है तपाईहरु पनि। ल साथीहरु, अरु केही भएदेखि कमेन्ट गर्नु होला है।